सबैलाई नमस्कार। आज गुरु पूर्णिमा। विशेष गरी विद्यालय लेभलको पढाइ मैले चाहिँ पशुपति माध्यमिक विद्यालयमा पढेको थिएँ र त्यहाँका गुरुहरूलाई विशेष गरी सम्झिन चाहन्छु। हाम्रो इङ्ग्लिस टिचर हुनुहुन्थ्यो जसले स्पेलिङ कन्ठ नगर्दाखेरि मरेका स्यालहरू भनेर गाली गर्नुहुन्थ्यो, तर पनि हामीलाई एकदमै राम्रोसँग पढाउनुहुन्थ्यो। त्यसै गरी नेपाली पढाउने टिचर हुनुहुन्थ्यो, व्याकरण पनि एकदमै राम्रो पढाउनुहुन्थ्यो। र शुद्ध शुद्धिको लागि ह्यान्डराइटिङ लेख्नुपर्छ, शुद्ध शुद्धि पढ्नुपर्छ भन्नुहुन्थ्यो। त्यही शुद्ध शुद्धिले गर्दा म आज यहाँसम्म शुद्ध शुद्धि जान्न सक्ने भएको छु। त्यसै गरी हाम्रो म्याथ टिचर, अप्सनल म्याथ पढाउने टिचर हुनुहुन्थ्यो। साइन थिटा, कस थिटा, टेन थिटा, अल्फा बिटा सबैका फर्मुला तिमीहरूले कण्ठ गरेर आएनौ भने भोलि तिमीलाई लौरो दिन्छु भन्नुहुन्थ्यो। तैपनि हामीलाई भोलिपल्ट कुट्नुहुन्थेन। त्यस्तै गरी अर्को हाम्रो सामाजिक पढाउने टिचर हुनुहुन्थ्यो। उहाँले यस्तो राम्रो हिस्ट्रीहरू यति राम्रो पढाउनुहुन्थ्यो। कथा भनेर नानी बाबु हो भनेर यति मिठो गरेर सुन्थ्यौँ हामीले। एकदमै होइन, एकदम बुझाउनुहुन्थ्यो। अनि त्यस्तै एकजना खुनपुरको सर हुनुहुन्थ्यो। उहाँलाई देख्यो भने सबै डराउने। उहाँ गेटमा आउने बित्तिकै सबै विद्यार्थीहरू क्लासभित्र भाग्थ्यौँ कि। हो, त्यो विद्यालयमा जुन पढाइ भयो नि, पढेँ नि मैले, त्यही आधार स्तम्भको रूपमा रहेको छ। र विशेष गरी त्यहाँ रहनुभएको हाम्रो हेड सर हुनुहुन्थ्यो, लम्साल सर। उहाँले चाहिँ के भन्नुहुन्थ्यो भने, नानी बाबु हो, समय परिस्थिति अनुसार चल्नुपर्छ। उहाँको ठेगानै थियो चाइनाजोवाला। अनि हामीले जहिले पनि चाहिने समय परिस्थिति अनुसार चल्न सिक्नुपर्छ भनेर भन्थ्यौँ। तर आज त्यही कुरा मनन गर्दै यहाँसम्म आइपुगेका छौँ। उहाँहरू सबैलाई सम्झिन चाहन्छु। र त्यसै गरी उच्च तहको पढाइमा पनि पढाउनु हुने सम्पूर्ण गुरुहरूलाई सम्झिन चाहन्छु। गुरु पूर्णिमाको सबैमा शुभकामना।